लाऊ यता ला भाइ यो हनी सिंगर मेरो कोकको गिलास खै म अब खानु पर्छ उता पत्ता उता पत्तामा थियो यहाँ छ बाबा तपाई मासु खानु पर्छ कि मलाई अलिकति कोक यो सस्तो कहिले एउटा गिलास ल्याऊ बिग्रा मासु खान्छ ल ल दादा सन्दीप र मेरो त खाइछु कहिले एउटा गिलास ल्याऊ एउटा गिलास मेरो गिलास मेलाई चाहिँ बनाउँ न त के कसो होइन कि काम ल सन्दीपले एउटा नानीले कोक राखे अरे बासको खाइसक्यो म खानु मैले कोक कति सानो खाएको पानी पनि खाएको थिएन भरो भएछ भने आज मासु खाइदिनु यहाँ छ नि त ठुलो गिलासमा एकचोटि स्वाटै पारिहाल्थ्यो भयो त घाँटी ह्याप्पी न्यू इयर बुने हामी सबै गएको भाइ के भन्छ ह्याप्पी न्यू इयर चर्च कुइन्दामा चर्च गरौँ गर्नु चर्च खै मम्मी चर्च गरौँ मम्मी यता चर्च ए म त बोतलै उठाउँछु भाइ यहाँ छ तेरो भाग यसलाई खरो हो मेरो एकचोटि मात्रै हुँदैछ आउँदैछ टर्न चर्च मलाई भयो अहिले भरे भयो भरे सकिएला नि फेरि ल सबैजना एकैचोटि चर्च गर्ने है त फेरि हालिन्छ नि चर्च गर्ने साना गिलास हुनेलाई चाहिँ थाहा पायो अलिक साना गिलास हुँदा फुल हाल एकदम फुल भरि फुल्टी माथिबाट हालै ल चस मलाई अब अलिकति चर्च। चर्च पर्खिने एकछिन अन्त मासु चर्च जुठो नहाल्नु कि फेरि हाल्नु त पनि चर्च गर्छु ल चस खरो भएको चस नानीहरुमा पनि नानीलाई यता ल्याउ न त्यहाँ छेलिन्छ बहिनीलाई यता यहाँ चाहिँ ल्याउ न यता उता लानु न ल सन्दीप खातेरो आऊ यता आऊ ए भयो अब एक पिस ल्याउनु त मेरो मासु त आको पिस गर्न सक्यो ए लाछा 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 कति ए बुवा मासु दिनु न म खान्न बाबाको बहिनी छ चर्च सन्दीप र मेरो भाग थियो ए दिन्न खान्न म बुझ चस दिन त एक कसरी हुँदै दुईचोटि हुँदै अब लास्ट one फुला फुला हाल्नु एकदम गुलामुल कति अन्त सक्छ त्यति सन्दीप खाए एक पिस अब ल बुइनीलाई खान्न दादे मलाई दिन्छ न दादे एक पिस अ बुइनीले खाइ यहाँ मलाई बुवालाई चार्जर थर्केर मैले मेरो हात त जुटो छ चर्च मेरो चाहिँ दारेको मात्र आउँछ हड्डी र कहाँ भरिन्छ त मजी नभर्नु चाकको फोटो खिचे खिचे छ ल दादे यदि म भर्छु होला दादे तिमीले चाकको फोटो आएको ऊ सन्धि जालसँग आयो जाँदा दिन्छ कि रहेछ त चर्च गरेर उहाँदेखि मरि हत्या गरेर आइएको छ यति पनि नबसेर हेर्न कति मजा हेर्न कति मजा आउँछ चर्च तपाईँ बस भन्नु कि सक्छु कोही बहिनीसँग चर्च गरौँ बहिनी खाकी खाइथ्यो थुप्रो खाइ भरे अब जाडामा जान्छ बेर नआउने नि चस खाइदिउँ मुनि यार त्यो नौलो भएर खतरा हो क्या यस्तो कसैले सक्दैन क्या हामीलाई मात्र देख्नु पर्यो भने त्यो चाहिँ कसरी त्यो फोटोबाट आउने त्यो देखिहाल्छ क्या उहाँ के भनेर मैले ध्यान दिइरहेको छु अहिलेको भाइहरूले हेरे के हाँसे नौलो लाग्यो त नौलो भएर हाँसेको भनेको अनि यसो हेरे सबैलाई देख्छ भने एकदम ठिक छ भन्छ सबै देखेको छ भने सबैजना देखेको छ हेर त देखिन्छ देखिन्छ नि
सेल्फी हानुला गालो मारी सेल्फी ल डान्स गर डान्स म गाना बजाऊ ल हान्दै त गाना एकछिन ट्रिप त हान्नै पर्छ सिसा पनि रहेछ है बुइनले जुत्ता लगाइरहेको तर यसमा त हत्या गर्न चाहिँ ल सेल्फी ए के अरे बोके दारी हत्या गर्न जुत्तामाथि जुत्ता मेरो जुत्तामाथि धोती भन्ने वती डाका टोपी भन्ने कुन गाना त्यही त सेल्फी हान्नुपर्छ जुत्तामाथि जुत्ता मेरो जुत्तामाथि दारी लहु बोके दारी छैन मेरो दारी कुन गाना भन्छ बोके दाली म हेरेर आउँछु ल आमो कति मजाले सबै बाबालाई चाहिँ अलिक टाउको छेलियो हो कति राम्रो आउँदो रहेछ कस्तो मजाले आएको फेरि सबैजनाको नि गीत गाइदै गाइदै पूर्वाञ्चलको बहिनी नाच बोकेदारी छैन अब त पानीमा पैसा खान्छ पूर्वाञ्चलको हिरो हुँ म पश्चिमाञ्चलको डन बहिनी डान्स गर ल्याङ 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 डिङ्का चिका डिङ्का चिका यार जहिले गर्ने डिङ्का चिका अलिक टाउको छेलियो बाबा र सन्दीप भन्दाको टाउको चाहिँ छेलियो हो बुइनीको चाहिँ माझी अलि पछाडि छ अलि अगाडि थोरै देखियो त नाच्नमा हेर्छु छोको छैन दाले नाच्दैछ बुढा भइसक्यो पत्ता हाल्यो बुइन नाच्छ पत्ता हाल्यो पत्ता हाल्यो पत्ता 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 यता फर्किन लस्या पनि अब राम्रो गीत ला त कुन चाहिँ गीत सुन्नु छ यो भन्दा राम्रो छैन नेपाली लगा नि नेपाली यहाँ छ मेरोमा मम्मीकोमा छ भयो अब मेरो कफर भइसक्यो अब एकछिन यसलाई काटेर अब अर्को भिडियो गर दुईटा भिडियो मजा आउँछ एउटै